ल नमस्कार। अनि कस्तो हुँदो रहेछ तपाईँ अब दोस्रो पटक यो मन्त्रीको कुर्सीमा आउनुभएको छ, कस्तो लागिरहेको छ? कुर्सी भनेको जहाँको पनि त्यही हो क्या, मन्त्रीको कुर्सी पनि कुर्सी हो। अँ, अब साधारण अरू जनताको कुर्सी पनि कुर्सी हो होइन। अँ, अब जहाँसम्म कुर्सीमा बसेर काम गर्ने कुरा छ, अँ। अब त्यो काम चाहिँ फरक हुन्छ नि। होइन र नि। अहिलेको जुन विज्ञान प्रविधि मन्त्रालयको जुन छ काम छ, अब यो त मैले हिजो पनि भनेको थिएँ, यो जिरोबाट सुरु भएको मन्त्रालय हो। उम्, त्यस कारणले यसको सबै कामहरू अब के काम गर्ने भनेर नगरी नहुने कामहरू चाहिँ, जस्तो अब विज्ञान प्रविधि नवप्रवर्तन ऐन भन्ने छँदै छैन। उम्, यो ऐन बनाउनलाई निकै अब समय लाग्छ। ऐन बनाउनु पर्यो। यसको ओएनएम यो मन्त्रालय कसरी चलाउने होइन, अब यसको शाखा, यसको कर्मचारीहरू, यसको चाहिँ यो कसरी चलाउने भनेर त्यसको चाहिँ ओएनएम गरेकै छैन। अब ओएनएम गर्नु पर्यो भन्ने छ। अब यो मन्त्रालयले दुईवटा कुरा हेर्नुपर्ने हुन्छ। पहिलो कुरा विज्ञान प्रविधि सम्बन्धी कुरा र त्यो विज्ञान प्रविधिबाट नै हुने हो नवप्रवर्तन भन्ने कुराहरू। अब त्यो नवप्रवर्तन भन्ने कुरा चाहिँ हामीले के कसरी चाहिँ त्यो गराउने हो, त्यो चाहिँ गराउने हो। र त्यो नवप्रवर्तन गराउने भनेको चाहिँ देशको प्रतिभाशाली, एकदम सृजनशील, एकदमै चाहिँ नवीन सोच भएको त्यस्ता युवाहरूलाई कसरी गर्ने, र नेपालमा मात्रको होइन कि विदेशमा भएका हाम्रो प्रतिभाशालीहरूलाई पनि कसरी आकर्षण गर्ने भन्ने किसिमका कुराहरू एकदमै यो छलफल नगरिकन आउने कुरा भएन क्या। त्यस कारणले यो सबै कुराहरू जिरोबाट सुरु गर्ने हुनाले अब धेरै नै छलफल, धेरै नै दिमाग चाहिँ खियाउनु पर्ने हुन्छ। अनि मात्रै अब फेरि अहिले चाहिँ के कसरी गर्ने भन्ने कुरा चाहिँ एउटा नयाँ तरिकाले चाहिँ गर्नुपर्ने छ। नयाँ तरिकाले किन गर्नुपर्ने छ भन्दाखेरि हामी चाहिँ विज्ञान प्रविधि क्षेत्रमा धेरै पछाडि पऱ्यौँ, धेरै पछाडि पऱ्यौँ। अब अरू देश चाहिँ कहाँ पुगिसक्यो, उनीहरूलाई भेट्टाउन नसके पनि कमसेकम पछ्याउनु त पऱ्यो नि, पछ्याउनु पऱ्यो। पछ्याउँदै जाँदाखेरि अब यो काम भनेको चाहिँ छिटो हुनेवाला छैन, तर चाहिएको चाहिँ अहिले नै चाहिँ। त्यस कारणले अब यो अहिले नै यसो गर्ने उसो गर्ने भन्ने हुँदैन। अब यो क्षेत्रको विज्ञहरू, मैले आज चाहिँ यहाँ बिहान छलफल गरियो होइन, छलफलमा चाहिँ अब विज्ञहरूलाई खोज्नु पऱ्यो त। अब सबैले भन्छ महावीर पुन विज्ञ हो भनेर भन्छ। म मात्रै विज्ञ, म कसरी विज्ञ हो? मैले भनिरहेको छु, म यो फिल्डको विज्ञ होइन, यो फिल्डमा लागेको मान्छे हुँ, विज्ञ होइन। म आफूलाई विज्ञ भनेर मैले कहिले पनि भनेकै छैन होइन। अब जनताले सबैले मलाई वैज्ञानिक भन्छन्, मैले भनिरहेको छु म वैज्ञानिक होइन, म यो फिल्डमा लागेको मान्छे हो, यो गर्नै पर्छ भन्ने बुझेको मान्छे हो। त्यसैले यो फिल्डको विज्ञ, खास एकदमै विज्ञहरू को छ, अब कहाँ लुकेर बसेका छन् भन्ने कुराहरू सबै चाहिँ हामीले चाहिँ अहिले चाहिँ खोज्नुपर्छ। खोज्नलाई निकै टाइम लाग्छ। कोही त अब आउला होइन, म विज्ञ छु भनेर आउला कोही होइन। कोही त विज्ञहरू त धेरै जसो विज्ञहरू आउँदैन र उनीहरूलाई चाहिँ खोज तलास गरेर अब विज्ञहरूलाई चाहिँ अब उनीहरूको सहयोग मागेर प्रविधिको विकास कसरी गर्ने, नयाँ कुराहरू कसरी बनाउने, नवप्रवर्तन कसरी गर्ने भन्ने कुराहरू छलफल गर्नको लागि पनि हामीले कमसेकम यो कन्टिन्युस जाने हो। तैपनि तत्कालै के गर्ने भन्ने कुरामा चाहिँ 1-2 हप्ता त हामीलाई छलफल गर्नै लाग्छ। छलफल गर्नु लाग्छ, विज्ञहरूको खोजी गर्न लाग्छ होइन। अनि त्यसपछि के गर्ने त, छलफल गरिसकेपछि बल्ल यसो गर्ने भन्ने कुरा आउँछ। बजेट पनि पुग्दो छैन। बजेट त अब अहिलेलाई काम चलाउ पुगिहाल्छ भनौँ न, तर भविष्यमा काम गर्नलाई अब आउने आर्थिक वर्षहरूमा होइन, अब त्यो छलफल गरेर आइडिया निकाले अनुसार न बल्ल बजेट हुनुपर्ने हो नि त। अहिले त त्यत्तिकै हचुवाको भरमा 1% भनेर त्यो 4 अरब राखेको छ होइन। अब त्यो कुरा, त्यो पैसाले मात्र होइन, त्यसलाई खर्च कसरी गर्ने भन्ने, केमा खर्च गर्ने भन्ने नि मेन त। कसरी केमा भन्ने कुरा त
त्यो नवप्रवर्तन हो, अनुसन्धान हो। त्यो जुनसुकै पनि विषयमा हुनसक्छ, जुनसुकै पनि विषयमा हुनसक्छ। त्यसमा चाहिँ अनुसन्धान नवप्रवर्तन गर्ने त हो, केमा खर्च गर्ने भन्ने त थाहा छ, तर खर्च गर्नलाई कानुनी रूपमा कसरी खर्च गर्ने भन्ने पनि त हुनु पर्यो त।